भोट के हाल्नु भएको हजुर भोट हामीले बालिनले हालेको घन्टी घन्टा भइगयो। मान्य सदस्य ऐन महरलाई 1 मिनेट समय दिन्छु। 1 मिनेटमा आफ्नो कुरा राख्नुस्। 1 मिनेटमा आफ्नो कुरा राख्नुस्। 1 मिनेटमा हुँदैन सभामुख महोदय। 1 मिनेटमा सकिदैन। 1 मिनेट बोल्दिन म। 1 मिनेट बोल्न सकिदैन। मान्य सदस्य आर्यन लाईलाई समय दिन्छु। 1 मिनेटमा आफ्नो कुरा राख्नुस्। 1 मिनेटमा सकिदैन सभामुख महोदय। सकिन्न सभामुख महोदय, कम्तीमा 3 मिनेट त पाउनु। यसमा समय नै मान्य सदस्य युवराज दुलाललाई समय दिन्छु। 1 मिनेटमा आफ्नो कुरा राख्नुस्। सभामुख महोदय, यो विषय बोल्नलाई मात्रै 1 मिनेट भनेर पालेसमा रुलिङ गरेर यो शासनै गरे जस्तो भयो सभामुख महोदय। यहाँ हाम्रो प्रतिपक्षका आवाजलाई कुण्ठित गर्ने दबाउने कोसिस भयो नि सभामुख महोदय। बाहिर गएर बोलेका छैनौँ। यो नियमावलीको नियम छ। नीति तथा कार्यक्रमको मान्य सदस्यले समय माग्नुभयो। मैले मान्य सदस्यहरूलाई समय पालैसँग दिन कोसिस गरेँ। मान्य सदस्यहरूले सभामुखले दिएको समय मान्नु भएन। त्यसकारणले मान्य सदस्यहरूले सभामुखले दिएको समय नमान्ने, मान्य सदस्यहरूले समय माग्ने, सभामुखले समय दिँदा त्यो समय लिन्न भन्ने, यो चाहिँ मर्यादाभित्रै रहेका छौँ मान्य सदस्यहरू। मान्य सदस्य, यहाँहरूले के बोल्नुहुन्छ भन्ने कुरा कुनै पनि हामी मर्यादा विपरीत गरेका छैनौँ सभामुख महोदय। हामी मर्यादाप्रति बडो सतर्क छौँ, त्यसप्रति सचेत पनि छौँ। यो सदन र यो चाहिँ संसद स्थापना गर्नका लागि हामीले पनि रगत पसिना बलिदान गरेका छौँ। त्यसकारण यसको गरिमा र मर्यादाप्रति हामी बडो सचेत र यसप्रति संयमित छौँ सभामुख महोदय। त्यसकारण सभामुख महोदयबाट पटक पटक मर्यादाका कुरा जो गरिनु भएको छ, एकपटक सभामुख महोदयलाई आफ्नो चाहिँ पृष्ठभूमिमा जान पनि म अनुरोध गर्न चाहन्छु। मान्य सदस्यलाई मैले समय नि दिएको छैन, माइक पनि दिएको छैन। मान्य सदस्य एकहोरो बोलिरहनु भएको छ। यो चाहिँ मर्यादामै छ मान्य सदस्य। मान्य सदस्य ऐन महरलाई मान्य सदस्य ऐन महरलाई म समय दिन चाहन्छु। मान्य सदस्य ऐन महरले कति घण्टा समय माग्नुहुन्छ? मान्य सदस्य ऐन महरलाई मैले दिएको समय जब तपाईँलाई सभामुखले दिएको समय तपाईँलाई स्वीकार्य छैन भने अब तपाईँले भन्नुहोस् कति समय दिउँ? अब सबै मान्य सदस्यहरूले सभा हलबाट मागेको अनुसार समय दिएर सभा चल्छ मान्य सदस्य। धन्यवाद। मान्य सदस्यले कुरा बुझिदिनु भयो। सभामुखले जान्ने कुरा हो। सभामुखले 1 मिनेट समय दिएको छ, बोल्नुहोस्। मैले घण्टा मागेको होइन नि, 1 मिनेट ठाउँमा 5 मिनेट मागेको सभामुखज्यू। त्यसकारण 5 मिनेट समय उपलब्ध गराइयोस्। हामी आफ्ना कुरा राख्छौँ। अरू मान्यज्यूहरूले पनि राख्नुहुन्छ। विषय गम्भीर छ, विषय अत्यन्त अरू मान्य सदस्यले राख्नुहुन्छ या राख्नुहुन्न, मान्य सदस्य यहाँलाई त्यो विषयमा पनि यहाँ मर्यादाबाट बाहिर गइराख्नु भएको छ। मान्य सदस्यलाई म अपमान गर्ने कुरा गलत हुन्छ सभामुख महोदय। समय माग्दा सभामुख महोदयले यसरी अपमान गर्ने ढङ्गबाट जसरी जुन भाषा जुनले प्रयोग गर्दै हुनुहुन्छ, यो भाषा शोभा दिँदैन सभामुख महोदय। तपाईँ एउटा जिम्मेदार सभामुख हुनुहुन्छ। तपाईँले जसरी जङ्गी स्वरमा कुरा गर्दै हुनुहुन्छ, यो सुविधा तपाईँलाई छैन सभामुख महोदय। समय पाउँ सभामुख महोदय। 5 मिनेट समय उपलब्ध गराइयोस् मलाई चाहिँ। भोट के हाल्नु भएको हजुर भोट हामीले बालिनले हालेको घन्टी घन्टा भइगयो।